रातिको करिब 1:40 बजे चाहिँ म त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट चाहिँ मेरो प्लेनबाट म चढेँ। मेरो प्लेन छुट्यो। त्यसपछि म आकाशमा बादलमाथि उडिरहेँ। त्यसपछि म ठ्याक्क हङकङ एयरपोर्टबाट ठ्याक्क फेरि म अकल्यान्डको एयरपोर्टमा ल्यान्ड भएँ फाइनली। र अकल्यान्ड एयरपोर्टमा पनि आइपुगेँ। उस साथी चाहिँ अगाडि टुई ब्याग बोकेर हिँडिराखेछन्। म चाहिँ यता अकल्यान्ड एयरपोर्टमा झरेपछि चाहिँ ल फाइनली न्युजिल्यान्ड आइपुग्यो भनेर मैले चाहिँ भिडियोहरू बनाइराखेको छु मक्क पर्दै फेरि। अनि त्यसपछि फेरि हाम्रो कलेजमा ओरिएन्टेसनको डेमा चाहिँ यसरी हामीलाई चाहिँ वेलकम गरियो। टिचरहरूले ट्युटरहरूले चाहिँ सङ मार्फत एउटा सङ गाएर चाहिँ हामीलाई वेलकम गर्नुभयो। हामी सबै ओरिएन्टेसनमा बसेका छौँ। यो चाहिँ त्यसपछि ओरिएन्टेसनबाट फर्केपछि मैले त्यहाँको चाहिँ न्युजिल्यान्डको बाटो यसो भ्यू यसो खिचिदिउँ न त, यसो लिदिउँ न त भनेर चाहिँ यसो लिएको भ्यू हो यो। यस्तो छ यी बाटो, सबैतिर हरियाली बाटो। फेरि यो चाहिँ अलि हाइवेतिर हो, सबअपतिर। हामी चाहिँ ग्रोसरी किन्न जान लाग्दाखेरि चाहिँ लिएको यो सानो एउटा भिडियो क्लिप हो। यो चाहिँ चट्ट गाडीहरू हिँडिरहेको छ। हामी चाहिँ बसमा ट्राभल गरिरहेका थियौँ। एकदमै आनन्द आइरहेको थियो। त्यसपछि फेरि झ्याउलायो अनि फेरि पछि चाहिँ बेलुकातिर चाहिँ ओसनतिर चाहिँ हामी घुम्न निस्कियौँ। अनि ओसनतिर घुम्न निस्किँदा नि हल्का लियौँ न भिडियो भनेर हल्का सीको चाहिँ भिडियो लियो। त्यसपछि हामी चाहिँ नेक्स्ट डेमा चाहिँ हामी चाहिँ फुलबारी गएको थियौँ। त्यहाँमा चाहिँ न्युजिल्यान्ड चाहिँ भेरी फेमस फर पार्क्सको लागि, पार्क्समा चाहिँ एकदमै फेमस छ। त्यसको लागि यहाँ चाहिँ एकदम धेरै पार्क छ। अनि पार्क्समा गएर हामी इन्जोय गऱ्यौँ। थ्याङ्क यू, बाई बाई, अन्टिल नेक्स्ट भिडियो।